हाई एभ्रिवान, मैले आज तपाईँहरूलाई आज देखाउनु गइरहेको छु। त्यो चाहिँ हो ढुङ्ग्री होइन। यसको चाहिँ मसला ढुङ्ग्री कसरी बनाउने भनेर होइन तपाईँहरूलाई म देखाउनु गइरहेको छु। मैले चाहिँ कसरी बनाउँछु भनेर चाहिँ तपाईँलाई म देखाउनु गइरहेको छु है त। यसमा चाहिँ मैले अलरेडी फ्राई गरिसकेको छु होइन। अनि यसमा चाहिन्छ बिरे नुन, अजिना, अनि पानीपुरीको धुलो होइन मसला, अनि रङ खोर्सानी है। अनि त्यस पछाडि यसमा चाहिन्छ तपाईँको रङ खोर्सानी, त्यस पछाडि तपाईँको चाहिन्छ तेल। यो तेल चाहिँ त मैले यो तारेकै तेल युज गर्दैछु। तपाईँहरूले अर्को नयाँ पनि युज गर्नु सक्नुहुनेछ है त, है गर्दा पनि हुन्छ है। अनि सुरुमा चाहिँ म चाहिँ आफ्नै अन्दाजले लगाउँछु कि, लाइक अजिना तपाईँहरूले धेरै लाउनु पनि हुन्छ, थोरै लाउँदा हुन्छ, तपाईँहरू डिपेन्ड पर्छ। म चाहिँ देख्नु भएको छैन होला यति है। अनि त्यस पछाडि पानीपुरीको मसला, यसले तपाईँहरूको अलिकति खट्टा होइन अमिलो टाइपको बनाउँछ। अनि यो खोर्सानी धुलो यो तपाईँहरूले आफूले पिसेर लाउनु पनि हुन्छ, यो प्याकेट लाउँदा पनि हुन्छ है, तपाईँहरूको डिपेन्डमा पर्छ। अनि यति सबै लगाइसकेपछि चाहिँ तेल लगाउँछु है त म चाहिँ। त्यस पछाडि मैले यहाँ तेल पनि लगाइसकेँ। यसरी मोल्ने है। अझै हुन्छ है। सबै ठिक्क भयो। यस्तो हुन्छ। म चाहिँ अजिना अलिक धेरै लाउँदिनँ कि, ठिक्क लाउँछु। मलाई चाहिँ ठिक्क थोरै होइन, यस्तो अलिकति टेस्ट ल्याउनुको लागि मात्रै हुन्छ अजिना, त्यस्तो धेरै लाउँदिनँ म चाहिँ अजिना होइन। यस्तो भयो। अनि यसमा तपाईँहरूले घरमा सजिलोसँगले यसरी तपाईँहरूले घरमा सजिलोसँगले बनाउनु सक्नुहुनेछ, राख्नु सक्नुहुनेछ। मैले चाहिँ पहिले मलाई यस्तो बनाउन आउँदैन थियो होइन। अनि मैले बसाउन
खान्थेँ कि पसलमा खाँदाखेरि तपाईँको कहिले के समथिङ अब हुन्छ नि टेस्टहरू नभएको नमिलेको हुन्छ नि त होइन। अनि अब फेरि पसलमा भएको चाहिँ तपाईँ कस्तो हुन्छ नि अब कहिलेदेखि बनाएर राखेको हुन्छ नि त। अनि त्यसले गर्दाखेरि चाहिँ यो चाहिँ मलाई यसको रेसिपी मलाई सिकाउनु यसको यो बनाउने तरिका चाहिँ मलाई आउँदैन थियो, मलाई थाहा पनि थिएन कसरी के लगाउँछ भनेर होइन। अनि यो चाहिँ मलाई सिकाउनु भएको मेरो आमाजुल सिकाउनु भएको थियो होइन। दिदीले घरै बनाउनुहुन्थ्यो अनि दिदीले बनाएर दिएको थिएँ। अनि दिदा सोधेको थिएँ के लगाउनुहुन्छ भनेर। अनि दिदीले चाहिँ मलाई यो लगाउँछु भन्नुभएको थियो। त्यस पछाडि जब मलाई यसको लगाउने तरिकाहरू सबै मलाई जानिसकेपछि सिकिसकेपछि चाहिँ मैले प्रायः जस्तो घरमै बनाउँछु कि बाहिर चाहिँ कहिले खाएको छुइनँ, बाहिर खाँदिनँ पनि किनिनँ पनि होइन। घरमै यसरी स्टोर गरेर राख्न सक्नुहुनेछ तपाईँहरूले। मेरो चाहिँ रेडी भयो हेर्नुहोस् त राख्नु हेर्नु ल। यस्तोसँग छ यसरी बनाएर घरमा बसेर खाँदा पनि भयो होइन, भातसँग खाँदा पनि भयो, जेसँग खाँदा पनि भयो, चटपटसँग पनि खाँदा भयो, जेसँग पनि खाँदा पनि भयो र यसो काममा जाँदाखेरि लगाएर खाँदा पनि भयो होइन। किन्नु पनि परेन होइन हेर्नु त। त्यही भएर यसरी नै तपाईँहरूले बनाउनु सक्नुहुनेछ। बाई बाई।